बुटवल डायरीका मुख्य हेडलाइनहरू। सरकारले आज मोहम्मद जयन्तीको अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्रै लागू हुने गरी सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले सूचना जारी गर्दै मुस्लिम आयोगको सिफारिस अनुसार यो बिदा दिइएको जानकारी दिएको हो। यसका साथै सरकारले सम्पूर्ण मुस्लिम समुदायमा शुभकामना समेत व्यक्त गरेको छ। पार्टीको निर्देशन विपरीत लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिएपछि जनता समाजवादी पार्टी जसपा नेपालले कडा कदम चालेको छ। कारबाहीको तयारीमा रहेका सांसदहरूमा मन्त्री समेत रहनुभएका सन्तोष कुमार पाण्डे, हेमा बेलबासे र भण्डारीलाल अहिर रहनु भएको छ। पार्टीले उहाँहरूलाई 24 घण्टे स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। जनता समाजवादी पार्टी नेपालको लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई प्रदेशसभा सदस्यबाट हटाउन पार्टीको केन्द्रीय कार्य समितिमा सिफारिस गरेको छ। जसपा नेपालको लुम्बिनी प्रदेश संसदीय दलका नेता सन्तोष कुमार पाण्डेले भदौ 8 गते पार्टीको केन्द्रीय कार्य समिति कार्यालयलाई पत्र पठाउँदै काफ्लेलाई दलबाट निष्कासित गरी प्रदेशसभा सदस्यबाट हटाउने कानुनी कारबाही गरी अगाडि बढाउन सिफारिस गर्नुभएको हो। त्यसै दिन संसदीय दलले प्रदेशसभा सचिवालयलाई समेत पत्र पठाउँदै काफ्लेलाई लुम्बिनी प्रदेश सभाबाट निष्कासन गर्न अनुरोध समेत गरेको छ। लुम्बिनी प्रदेश सरकारमा नेकपाबाट 3 नयाँ मन्त्री थपिएसँगै मन्त्री परिषदले पूर्णता पाएको छ। प्रदेश प्रमुख कृष्णबहादुर घरती मगरले नवनियुक्त स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजित थारू र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्ण कुसमा थारूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। यस पुनर्गठनसँगै प्रदेशमा मन्त्रीको संख्या मुख्यमन्त्री सहित 9 पुगेको छ। नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशले बुटवलमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ। बुटवल 11 कालिका नगरमा सम्पर्क कार्यालय स्थापना गरिएको हो। सम्पर्क कार्यालय मार्फत आसन्न पार्टीको 15औं महाधिवेशनको तयारीका लागि छलफल, परामर्श, प्रशिक्षण, संवाद तथा समन्वयका कार्यहरू अगाडि बढाइने नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश राणाले जानकारी दिनुभएको छ। नेपाली काङ्ग्रेसको 15औं महाधिवेशन अन्तर्गत भदौको 24 गते गाउँ नगर वडा अधिवेशन हुँदैछ। सो अधिवेशन मार्फत क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्। महाधिवेशन भने असोजको 16 गतेदेखि 19 गतेसम्म काठमाडौँमा हुने तय भएको छ। पाल्पामा बाँदर र बदेलले मकै तथा कोदो बाली सखा पार्न थालेपछि किसानहरूले व्यावसायिक टिमुर खेतीलाई वैकल्पिक आम्दानीको बलियो स्रोत बनाउन थालेका छन्। वन्यजन्तुले नोक्सानी नगर्ने, धेरै मेहनत नपर्ने र बजारको पनि सहज पहुँच हुने भएपछि यहाँका 2000 भन्दा बढी किसान टिमुर खेतीतर्फ आकर्षित भएका हुन्। किसानहरूले टिमुर बेचेरै वार्षिक 1 लाखदेखि 3 लाख रुपियाँसम्म आम्दानी गर्दै आएका छन्। डिभिजन वन कार्यालयले पनि यसमा किसानलाई बिरुवा वितरण गरी प्रोत्साहन गर्दै आएको छ। डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी खिलबहादुर तामाङले पाल्पाका किसान टिमुर खेती प्रतिको आकर्षित भइरहेको बताउनुभयो। पाल्पाको भौगोलिक बनावट र हावापानी टिमुर खेतीका लागि अत्यन्तै उपयोगी रहेको छ। नेपाल सरकारले टिमुरलाई जडीबुटी प्रजाति मध्ये एक प्रमुख बाली मानेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवलपरासीका सर्वेक्षक बिन्देश्वर शाह सुडी र उहाँकी पत्नी सुमित्रा देवी विरुद्ध 3,71,84,551 रुपियाँ अवैध सम्पत्ति आर्जन गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ। अमिनबाट सेवा सुरु गरेका शाहले वैध आयभन्दा धेरै सम्पत्ति गैरकानुनी रूपमा थुपारेको अख्तियारको ठहर रहेको छ। नवलपरासीको सरवाल गाउँपालिका 2 जावामा मादक पदार्थ सेवन गरेका 40 वर्षीय सोमराज चौधरीले सामान्य घराइसी विवादका कारण 42 वर्षीय श्रीमती मन कुमारी चौधरीको शरीरमा तारपिनको तेल खनाएर आगो लगाएका छन्। छाती र ढाड जलेर गम्भीर घाइते हुनुभएकी मन कुमारीको भैरहवा स्थित मल्टी स्पेशलिस्ट अस्पतालमा उपचार भइरहेको छ भने आरोपी पतिलाई प्रहरीले पक्राउ गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी रूपन्देहीको क्षेत्र नम्बर 2 को अधिवेशनलाई लिएर विवाद उत्पन्न भएको छ। केन्द्रीय निर्वाचन समितिले पुरानो अधिवेशन बदर गरी नयाँ अधिवेशन गर्न निर्देशन दिए पनि जिल्ला नेतृत्वले फरक पत्र पठाएका कारण कार्यकर्ताहरू आक्रोशित भएका छन्। 30 वर्षभन्दा बढी समयदेखि जिल्ला अध्यक्ष रहनुभएका सागर प्रताप राणाले पद बचाइराख्न षड्यन्त्र गरेको आरोप कार्यकर्ताले लगाउन थालेका छन्।